सो साथीहरु, आज पनि म आइसकेको छु नयाँ भिडियोको साथमा। आज हामीले यस भिडियोमा सिक्ने छौं ड्राइभिङ लाइसेन्स लिखित परीक्षा दिन जानुभन्दा अगाडि ध्यान दिनुपर्ने कुराहरू। यदि हजुरले यो कुराहरूको ध्यान दिनु भएन भने हजुरहरू यसैमा फेल हुन सक्नुहुन्छ। त्यसैले यस्तो कुराहरूमा हजुरहरूले ध्यान दिन जरुरी छ। भिडियो लास्टसम्म हेर्दिनु होला, तब हजुरलाई सबै कुराको बारेमा थाहा हुन्छ हैन। हजुरहरू ड्राइभिङ लाइसेन्सको लिखित परीक्षा दिन जानुभन्दा पहिले हजुरहरूको एज पुरा भएको हुनुपर्छ। देख्न सक्नुहुन्छ यहाँ एजहरू दिएको छ हैन। मिनिमम एज रिक्वायरमेन्ट भनेको छ हैन। अब हजुरहरू स्मल एन्ड मिनिमम भ्हिकल्सको लागि 18 इयर्स ओल्ड 18 सालको पुगेको हुनुपर्छ। अनि अर्को छ लार्जर भ्हिकल्स, अनि यसको लागि भने हजुरहरू 21 साल पुगेको हुनुपर्ने हुन्छ। अनि अर्को छ टु व्हीलर्स बाइक स्कुटीहरूको लागि हजुरहरू 16 साल पुगेको हुनुपर्ने हुन्छ है। अनि अर्को छ यसमा अब यहाँ दिएको छ हजुरहरू ल्याङ्ग्वेज छ, मेन्टल हेल्थ अनि हेयरिङ, मेडिकल कन्डिसन यो सब राम्रो भएको हुनुपर्छ है। सक्नुहुन्छ साथीहरू, यहाँ दिएको छ हामीले ध्यान दिनुपर्ने कुराहरू के छन् त यसको बारेमा चर्चा गर्नेछौँ। सबभन्दा पहिला वर्ग ए, बी र के तर्फको लागि भनेको छ। यो सबै बाइकहरू र कारहरू सबैको लागि प्रश्नहरू एकै रहनेछ। 1 नम्बरमा लेखेको छ लिखित परीक्षामा सवारी सञ्चालन सम्बन्धी ज्ञान, सवारी तथा यातायात व्यवस्था सम्बन्धी कानुनी प्रावधान, ट्राफिक नियमको पालना तथा सवारी साधनको प्राविधिक पक्ष सम्बन्धी सामान्य व्यावहारिक ज्ञान विषय समेटी पूर्णाङ्क सही रहने गरी 4-4 अङ्कका जम्मा 25 वटा वस्तुगत बहुउत्तर प्रश्नहरू सोधिनेछ भनेको छ। यहाँ टोटल हाम्रो पूर्णाङ्क रहेको हुन्छ 100 अङ्कको हुन्छ। त्यसमा एक क्वेसन बराबर 4 अङ्कको हुनेछ हैन। त्यसमा नि हामीले 25 वटा प्रश्नहरू सोधिनेछ भनेको छ है। सेकेन्डमा रहेको छ लिखित परीक्षाको समयावधि 30 मिनेट हुनेछ भनेको छ। अर्को रहेको छ लिखित परीक्षामा न्यूनतम 60 अङ्क प्राप्त गर्ने परीक्षार्थी उत्तीर्ण हुनेछ भनेको छ। हजुरहरू यदि 60 अङ्क भन्दा तल ल्याउनु होइन भने फेल हुनुहुन्छ है। पास हुनको लागि 60 अङ्क ल्याउनु नै पर्छ, 60 अङ्क भन्दा माथि ल्याउनु नै पर्छ है। अनि अर्को रहेको छ प्रश्नपत्र र उत्तर पुस्तिका अलग अलग सिट प्राप्त हुनेछ भनेको छ। अनि अर्को छ उत्तर पुस्तिकामा अनिवार्य रूपमा आफूले प्राप्त गरेको प्रश्न सेट उल्लेख गर्नुपर्ने छ, अन्यथा परीक्षा फल रद्द हुनेछ भनेको छ। अर्को रहेको छ फेरि उत्तर पुस्तिकामा सही उत्तरमा गोलो चिन्ह, पुरा यो कालो देख्न सक्नुहुन्छ, यसरी कालो बनाउनु पर्ने हुन्छ, चिन्ह लगाउनु पर्ने छ। उत्तर पुस्तिकामा टिक लगाएमा गल्ती हुनेछ भनेको छ। हजुरले राइट नलगाएर गोलो कालो चिन्ह लगाउनु पर्ने छ है। अर्को रहेको छ परीक्षार्थीलाई सुझाव के छ त यो पनि हेरौँ है साथीहरू। लिखित परीक्षामा समावेश हुँदा प्रवेश पत्र, सक्कल नेपाली नागरिकताको प्रमाणपत्र र राजस्व तिरेको सक्कल रसिद सहित उपस्थित हुनुपर्ने छ भनेको छ। अन्यथा परीक्षामा सहभागी गराइने छैन भनेको छ। यो अब हजुरहरूले नेपाली नागरिकताको प्रमाणपत्र र राजस्व तिरेको रसिद लगेर जान अनिवार्य नै हुनेछ है, नत्र परीक्षामा बस्न दिँदैन भनेको छ। अनि अर्को छ वर्ग ई र डी बाट थप गर्दा लिखित परीक्षामा अनिवार्य रूपमा समावेश हुनुपर्ने छ भनेको छ। अर्को रहेको छ तोकिएको मिति र समय बाहेक अन्य समयमा लिखित परीक्षा समावेश गराइने छैन भनेको छ। हजुरलाई पहिले नै मेडिकल गर्न जाँदाखेरि तपाईहरुको त्यसमा डेट दिएको हुन्छ, अनि त्यही डेटमा जानुपर्ने हुन्छ है। अरू डेटमा गयो भने हजुरलाई परीक्षामा समावेश गराइने छैन भनेको छ। अर्को रहेको छ परीक्षा हलमा मोबाइल फोनको प्रयोग पूर्ण रूपमा वर्जित गरिएको छ भनेको छ। यदि हजुरहरू परीक्षा दिन जाँदै हुन्छ भने मोबाइल पनि लगेर जान पाइने छैन है, बाहिर राख्नुपर्ने हुन्छ। रहेको छ साथीहरू कार्यालयहरूलाई निर्देशन भएको छ। यदि कार्यालयहरूले परीक्षाहरू समावेश गर्दा के कुरामा ध्यान दिनुपर्ने हुन्छ त है, यो पनि हेरौँ। कार्यालयले लिखित परीक्षाको प्रश्नपत्र तयार गर्दा यो सङ्ग्रहमा रहेको प्रश्नबाट मात्र गर्नुपर्ने छ भनेको छ। टोटल यो 500 क्वेसनहरू रहनेछ हैन। 500 क्वेसन
भित्रबाट नै यो 25 वटा क्वेसनहरू निकाल्नु पर्ने हुन्छ है, त्यो भनेको छ। अनि 2 मा छ लिखित परीक्षाको समयावधि 30 मिनेटको हुनेछ। 3 नम्बरमा रहेको छ लिखित परीक्षा न्यूनतम 60 अङ्कको प्राप्त गर्ने परीक्षार्थी उत्तीर्ण हुनेछ भनेको छ यहाँ नि। अनि 4 मा प्रश्नको अङ्कभार निम्नानुसार हुने गरी हरेक खण्डबाट दिएको सङ्ख्यामा प्रश्नहरू सोध्नुपर्ने छ भनेको छ, यहाँ देख्न सक्नुहुन्छ। अनि प्रश्नहरूको क्षेत्र अनि जम्मा प्रश्न सङ्ख्याहरू यहाँ पुरा दिएको छ। यहाँ 1 नम्बरमा छ शहरी सञ्चालन सम्बन्धी ज्ञान, यसमा 130 क्वेसन रहेको छ। मैले अलरेडी यसको भिडियोहरू गराएर हालिसकेको छु, हजुरहरू हेर्नुभएको छैन नि हेरिदिनु होला। 130 क्वेसन मध्ये यसमा 6 वटा क्वेसन सोध्छ हैन। यसमा अब 6 वटा क्वेसनमा एक क्वेसनको 4 अङ्क बराबरको नम्बर पाउने छ, गर्दाखेरि 6 चौको 24 पूर्णाङ्कको यसबाट आउने भयो। अनि 2 नम्बरमा छ शहरी कानुन सम्बन्धी ज्ञान, यसमा 90 वटा क्वेसन छ, यो पनि मैले बनाएर हालिदिसकेको छु। यसमा 5 वटा प्रश्नहरू आउनेछ, यसबाट सेम रहनेछ। एक क्वेसन बराबर 4 नम्बर आउनेछ, यस गर्दाखेरि 5 चौको 20 अङ्कको। अनि अर्को छ शहरी साधन प्राविधिक तथा यान्त्रिक ज्ञान, यसमा 80 क्वेसन रहेको छ। यसबाट जम्मा 3 वटा क्वेसन सोध्छ है, 3 वटा। अब एक क्वेसन बराबर 4 अङ्क हुँदाखेरि 4 त्यहाँ 12 पूर्णाङ्कको यसबाट आउने भयो। अनि अर्को छ वातावरण प्रदूषण सम्बन्धी अवधारणात्मक ज्ञान भनेको छ, यसमा 30 वटा क्वेसन रहेको छ। यसबाट जम्मा 2 वटा क्वेसन आउँछ, सेम रहनेछ यसको नि अङ्कभार भने 4 दूना 8 पूर्णाङ्क रहनेछ। दुर्घटना सूचना सम्बन्धी ज्ञान, यसमा 60 क्वेसन रहेको छ जम्मी। यसबाट तपाईलाई 3 वटा प्रश्नहरू मात्र सोध्ने गर्दछ, अङ्कभार सेम नै रहनेछ, गर्दाखेरि 4 त्यहाँ 12 पूर्णाङ्कको रहनेछ यसबाट। लास्टमा रहेको छ ट्राफिक सङ्केत सम्बन्धी ज्ञान, यसमा 110 वटा क्वेसन रहेको छ साथीहरू। अनि यसमा जम्मी 6 वटा प्रश्न सोधिनेछ, अङ्कभार सेम रहनेछ, एक क्वेसनबाट 4 अङ्कको पूर्णाङ्क मिल्नेछ। यसले गर्दा 6 चौको 24 देख्नुहुन्छ। यहाँ जम्मा प्रश्न सङ्ख्याहरू टोटल 500 रहनेछ। यसमा प्रश्न सङ्ख्या 25 भइहाल्यो, अङ्कभार सेम रहनेछ, 1 बराबर 4 गर्दा सबै गरेर हेऱ्यो भने 100 पूर्णाङ्कको बन्नेछ है। यो सबै क्वेसनहरू मैले 500 क्वेसनहरू अलरेडी भिडियो बनाएर हालिसकेको छु, हजुरहरू हेर्नुभएको छैन नि हेरिदिनु होला। यो त साथीहरू निर्देशन मात्र रहेको छ। अब हामीहरू सबभन्दा पहिले अब परीक्षा हलभित्र छिर्नुभन्दा पहिले एकजना त्यहाँ सर या कोही म्याडम पनि हुन्छ, त्यहाँ हजुरहरूलाई हाजिर गर्नलाई बसेको हुन्छ। त्यहाँ हाजिर गरिसकेपछि हजुरहरू पस्नु हुनेछ। हलमा बस्ने बित्तिकै हजुरलाई एउटा यस्तो खालको एन्सर सिट दिइनेछ। यहाँ एन्सर सिटमा दिएको छ परीक्षार्थीको नाममा अब हजुरहरूको नाम लेख्नु होला, सही नाम लेख्नु होला। दर्ता नम्बरमा हजुरहरू यातायात व्यवस्था कार्यालयमा बायोमेट्रिक गर्न जाँदाखेरि यस्तो खालको एउटा रिसिप्ट दिनेछ। यहाँ रिसिप्टमा लेखेको छ एप्लिकेसन आइडी भनेर लेखेको छ। एप्लिकेसन आइडी जो लेखेको हुन्छ त्यो हालिदिनु होला यो दर्ता नम्बरमा। अनि अर्को वर्ग छ, हजुरहरू अब के को लिखित परीक्षा दिँदै हुनुहुन्छ त्यो वर्ग लेख्नु होला। बाइकको छ भने ए भइहाल्यो, कारहरूको छ भने बी हुन्छ, अनि स्कुटीको छ भने के हुन्छ है साथीहरू। प्रश्नपत्र सेट भनेको छ, प्रश्नपत्र सेटमा हजुरहरूले क्वेसन पेपर पाएपछि त्यो क्वेसन पेपरमा प्रश्न सेट भनेर लेखेको हुन्छ, त्यो हालिदिनु होला। अनि सही भने अब सही भएको ठाउँमा हजुरको आफ्नो सिग्नेचर गर्नु होला। हजुरले यस्तो खालको प्रश्न सेट पाउनुहुनेछ। यहाँ लेखेको छ प्रश्नपत्र सेट भनेको छ। अब कसै यहाँ क लेखेको छ, ए लेखेको छ, हजुरहरूले उत्तर पुस्तिकामा नि यही लेख्नुपर्ने हुन्छ। कसैमा यहाँ फरक हुन्छ है साथीहरू। अनि यता समय लेखेको छ 30 मिनेट। अनि पूर्णाङ्क उत्तराङ्क भनेको छ, पूर्णाङ्क 100 मा हजुरहरूले 60 लियो भने मात्र पास हुनुहुन्छ साथीहरू। अब हामीले एन्सर सिटमा एन्सर कसरी लेख्ने भन्ने बारे सिक्नेछौँ साथीहरू। यहाँ अब हजुरहरूले प्रश्नपत्र
पाउनुभन्दा पहिले परीक्षार्थीको नाम, दर्ता नम्बर, वर्ग, प्रश्न सेट, सही यो सबै लेखेर बसिसक्नुपर्ने हुन्छ। लास्टमा लेख्छु भन्दाखेरि कहिलेकाहीँ टाइम नपुगेर छिटो छिटो दिनुपर्ने हुन्छ। त्यसले गर्दा हजुरले लास्टमा लेख्न नि नपाउनु हुन सक्छ। त्यसैले पहिले नै लेखेर बसिसक्नु होला। हजुरले प्रश्न सेट पाएपछि हजुरले सबभन्दा पहिले प्रश्नहरू राम्रोसँग पढ्नुपर्ने हुन्छ अनि त्यसको उत्तर के हो चुज गर्नुपर्ने हुन्छ है साथीहरू। यहाँ प्रश्न नम्बर 1 मा रहेको छ, पैदल यात्रीले कुन कुन स्थानबाट बाटो काट्नु पर्दछ भनेको छ। अप्सनहरू रहेको छ क जेब्रा क्रसिङ, ख सबवे, ग आकाशे पुल, घ माथिका सबै। यसको सही उत्तर के हुन्छ त साथीहरू? यसको सही उत्तर घ माथिका सबै हुन्छ। यो हजुरहरू प्रश्न सेट छुट्टै हुन्छ। प्रश्न सेट त यस्तो भयो। अब उत्तर पुस्तिका साइडमा देख्न सक्नुहुन्छ। उत्तर पुस्तिकामा हजुरहरूले यहाँ दिएको छ प्रश्न नम्बर 1 अप्सन क, ख, ग, घ देखाएको छ चारवटा। यसमा नि सेम हजुरले प्रश्न नम्बर 1 को घ मा गएर यसरी गोलो लगाउनु पर्ने हुन्छ है साथीहरू। अनि सेम हजुरले प्रश्न सेट र एन्सर सिट सेम तलमाथि गाउनु हुँदैन, कहिलेकाहीँ झुकिन सक्छ। हजुरले राम्रोसँग ध्यान दिएर लेख्नु होला। पहिले प्रश्न पढ्नु होला अनि त्यसको उत्तर के हुन्छ अनि एन्सर सिटमा त्यो अप्सनमा राम्रोसँग हेरेर गोलो गर्नु होला है त साथीहरू। आजको लागि अनि भिडियो यति नै थियो। हजुरले यदि यो कुराहरूमा राम्रोसँग ध्यान दियो भने फेल हुनु हुँदैन। यदि हजुरहरू लिखित परीक्षामा नै फेल हुनुभयो भने कुनै महत्त्व हुने छैन साथीहरू। त्यसैले हजुरहरूले यी कुराहरूमा राम्रोसँग ध्यान दिनु होला। अनि आजको लागि अनि भिडियो यति नै थियो साथीहरू। हजुरलाई यो भिडियो कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नु होला। अनि हजुरहरूले च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन अनि यस्तै भिडियोहरू हेर्नको लागि च्यानललाई सब्स्क्राइब गर्नु होला।